हामीलाई आजको भ्रमण हाम्रो पूजा सहितको भ्रमण पारिवारिक भ्रमणमा कस्तो अनुभव गर्नुभएको छ हजुरले? रमाइलो लागेको छ। आफ्नो कुलको गर्दाखेरि एकदम हौसला बढेको छ। राम्रो रमाइलो लागेको छ। आज फेरि वैशाख शुक्ल पूर्णिमाको दिन एकदम राम्रो दिन परेको हुनाले एकदम रमाइलो भइराखेको छ। ल धन्यवाद। अब हाम्रो पोखरेल परिवारको ज्येष्ठ सदस्य हाम्रो दाई, हाम्रो मुखिया, हाम्रा सबै दाजुभाइ सबैलाई मेरो धेरै धेरै शुभकामना छ। हाम्रा भारतमा ऋषिले सबैलाई आशीर्वाद दिनु। हामी उहाँको पूजाको निमित्त हामी चाहिँ चितवनको चाहिँ गीतानगरमा अवस्थित चाहिँ मन्दिरमा हामी जाँदैछौँ र अनि पहिला हामी जान्छौँ यहाँबाट देवघाटमा गङ्गाजीको स्पर्श गरेपछि त्यस पछाडि हामी कुल मन्दिर पछि हामी चाहिँ बेलुका गएर पुरिन्टारबाट भोलि बिहान मनोकामना देवी दर्शन गरेर हामी चाहिँ उता हुनेछौँ। नमस्कार।